आज शनिबार हाइकिङ गर्न भनेर चारैजना परिवार निक्ल्यौँ। बाटो चाहिँ एकदम रमाइलो थियो, जङ्गलको यात्रा। बाटो चाहिँ एकदम अप्ठ्यारो हिँड्ने क्रममा बहिनीहरू भेट भयो। बहिनीहरूसँग सँगै अगाडि बढ्दैछौँ। सानो बच्चा लिएर गएकोले अझ अलि समस्या भयो, उनीहरूलाई क्लाइम्बिङ गर्न गाह्रो। बाटो चाहिँ सधैँ रमाइलो, सुनसान, राम्रो ठाउँ, जङ्गल जङ्गलकै बाटो भयो नि एकदम आनन्दको, शान्त होइन, सहरको कोलाहलबाट फरक ठाउँ। अनि हाइकिङ गरेपछि एकछिन भयो नि नुहाउने ठाउँतिर गयौँ हामी। नुहाउने ठाउँ एकदम मजाको, झरनाहरू भएको, सङ्लो पानी। दहमा चाहिँ अलिकति पानी चाहिँ मैलो मैलो देखिने, तर पानी चाहिँ सफै हो। खेल्न थाल्यौँ एकछिन। खेल्न थालेपछि उफ्रिन त परिगयो। त्यहाँको दृश्यहरू पनि मनमोहक थिए। नेचुरल स्विमिङ पुल जम अब त्यति गरेपछि फर्क्यौँ हामी। अब फर्किने क्रममा बाटोमा अझै आउने क्रम जारी नै थिए। धेरै व्यक्तिहरू आउँदै पनि थिए, हामी फर्किँदै गयौँ। अरू आउँदै थिए, हामी फर्किँदैछौँ। फर्किने क्रममा बच्चाहरूलाई ठुलो दहमा खेलाउन नसकिने नालीमा सफा पानीमा एकछिन खेल्न लायौँ। अब खेलिसकेपछि खानै पर्यो। घरबाट ल्याएका केही खानेकुराहरू एउटा स्मारकमा बसेर हामी इन्जोय गर्न थाल्यौँ। यस्तै खानेकुराहरू मजाले चारजना मिलेर एकदम इन्जोयका साथ खान थाल्यौँ। खाइसकेपछि आजको हाइकिङ पनि समाप्त गर्दै आनन्दले हामी अब घरतिर फर्किन थाल्यौँ।